Kortan. Nagul. We are in our game now. I'm in nether. कैसे आ गया? तो भाई क्रिएटिव मोड में अगर nether खोजोस. I'm in survival mode. Okay. See. I want क्रिएटिव मोड में है. त्यसै म सर्भाइभलमा चाहिँ त्यसै हेर्न यो के हो अहिले पो सर्भाइभल माइनक्राफ्ट नै होइन भनेको म बच्चा हो अहिले माइनक्राफ्ट खेल्न अहिले खेल्नु हुनु पसन्द छ यहाँ हेर्नु त चर्च हो मलाई किनभने गाइस म क्रिएटिभबाट गएर आर्बर निकाल्न आउँछु अनि जाम लाग्यो अनि नेदरमा जाने हेलो गाइस म क्रिएटिभमा आइसक्यो अब नेदर आर्बर निकाल्नु पर्यो के म खेलिदिन्छु नै अब सिल्ड पनि निकाल्नु पर्यो अब सबै टुल्सहरू निकाल्नु पर्यो एउटा एक्स मात्रै निकाल्नु नि भयो एउटा एक्स अनि एउटा पिकास निकाल अहिले म निकाल्छु किन मलाई नि आउँछ अब हामी सर्भाइभलमा जान्छौँ रोकिनु रकेट र इलाइट्रा पनि चाहियो नि त इलाइट्रा रकेट इलाइट्रा यहाँ सर्च हाल्नु पर्यो रकेट भनेर आरो आयो रकेट आयो 1 2 3 निकाल्दिने अब यता जाने सर्भरमा जाने हट्ने अब हामी जान्छौँ यता गाइस अब इलेक्ट्रा पेन्ने पनि यता फर्किनु के त होइन है यतातिर यसो फर्किनु यहाँ रकेट कसरी उडाउँछ हामी छोड्दिनौँ हामी निधारमै जाऊँ रकेट निकाल्ने रकेट गर्न आउनु हामी आइसक्यौँ मसरुम बायो के भन्न आएर मुखमा खेल्नु न हेर्नु है गाइस यो दाइले मलाई कौती लगाइराख्नु अघि म मर्छु लाग्नु त्यो भएर हेर्नु अघि लगाइराख्नु उडौँ न हामी पनि उड्ने चाहिँ कसरी हो रोकिन त्यो स्लाइम के हो त्यो रोकिन अब यस्तो
हान्छस् अनि फेरि त हान्छस् नि नचल्नु भाइ अहिले मलाई कौती लम्बा छ म मेरो पनि छ भाइ नचल्नु ओइ के हो यो त हेर त यसले पहिल्यै एउटा यो के राखेर छ त एनबी9 प्रिपेयर भन्छ है त्यसलाई प्रिपेयर आमा मैले यसमा प्रिपेयर गर्नु यसलाई ओ आफै गति पर्नु भयो म 15 वर्षको थाहा छैन होला यो दाइ चाहिँ 20 वर्षको हो म चाहिँ 15 वर्षको हो म बरु 15 वर्षको त बरु 5 वर्षको भन्नु न 5 वर्षको म 10 वर्षको त्यसै भन्दा कि कति महिना भएको होला बल्ल मैले खेलेको त्यसै भन्दा अनि यो सबै चाहिँ मैले क्रिएटिभबाट निकालेँ हेर अब सर्भरमा कसरी हुन्छ म तलाई सिकाउँछु आफैले खेल्न आउनु होला हेर्न हेर्न हामीलाई भोक पनि लाग्ने त्यही पनि खाल निकाल्न ओइ काउर नलान्छ हेरेन रिएक्सन हेरे यसपछि हेरे हेरे के हर्जले हेरे बस हेर्न झ्यामै राम्रो रहेछ यार कस्तो खालको रहेछ त्यो के हो के छ तले सबैभन्दा मलाई खेल्न सिकाउनुहुन्छ भन्दा हेर आफैले खेल्न आउनु होइन म खड्रोकै खेलाडी हो कि निवेदनमा गइराखु खतरोकै आची हो त खेलाडी हो आची हो त्यो छुट्टै कुरा हो क्रिएटिभबाट नेताले टार्गेट निकाल्नु त्यही पनि त्यहाँ मऱ्यो टाइम लाग्यो र त्यो पिक्नु र बच्चो साइमलाई खेल्नु न छिटो खेल्न नआउने जस्तो अनि यो दाइ एएफके गइराख्नु गाइस यसको लागि सरी है गाइस यो हेर तेरो दाइले कसरी खेल्छ हेर्न यो गाइस बिच यो दाइ बिचमा एएफके गइराख्नु कहिले कहाँ गइराख्नु कहिले पानी पिउन गइराख्नु त्यही भएर एएफके भए हामीलाई नि प्यास लाग्थ्यो त्यही भएर जानुभयो दाइ यसमा नरिसाउनु है सानो बाखा सलोमन भैया यो अमर कसले नि हाल्न सक्दैन यो त तेर्ताबी यसलाई कसैले नि हाल्न सक्दैन कि अमर हो भाइ तर कता छ खेल्न आउने होइन किन दाइ गाई त अब म हेर्नु है दाइलाई खेल्न आएन अब हेर्नु सलमान फिस कसरी मार्ने हो मार्नु आएन म आफ्नो दुध दिन्छु अनि त्यो बच्चुले मार्यो हजुर बच्चुले एउटा चिज गर्छु र किन है गाइस म अलि हल्का रोकिने मलाई एउटा चिज गर्न हो क्या मलाई एउटा चिज गर्न हो बकेट मलाई बकेट चाहिन्छ किनकि म अर्को दिमागमा आएको छैन होला म के गर्नु लागु आयो बकेट एउटा दिने 16वटा बकेट आर्मर मात्रै लिन्छु अनि एउटा स्वord मात्रै लिन्छु अरू केही चाहिन्न मलाई अनि एउटा एक्स अनि एउटा पिक एक्स अनि
4 x पिकेक्स भयो अब मलाई यस्तो चिज गर्छु यस्तो खाना चिज गर्छु यसले त मलाई के गर्दैन म क्रिएटिभमा हट्नु हट्नु किन्न पानी पनि नमिल्ला खेल्नै आउँदैन चल्नु खान्छ रे हजुर अनि मलाई क्रिएटिभ मोडमा जानु नानी फर्क्यो सर्भाइभलमा जान्न अनि गाइस बाई बाई है आजको लागि यति मात्रै बाई बाई गाइस